नमस्कार श्रोताबिन, म शिशिर पाण्डे। सुरु गरौँ आजका प्रमुख समाचारहरूबाट। बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय। बङ्गलादेशकी निर्वाचित पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधिकरणले सोमबार मानवताका विरुद्धको अपराधको सुरुमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ। गत वर्ष जुलाई-अगस्तमा भएको विद्यार्थी विद्रोह क्रममा भएको व्यापक हिंसात्मक घटनामा हसिनाको संलग्नता रहेको ठहर गर्दै न्यायाधिकरणले यस्तो फैसला सुनाएको हो। भारतमा निर्वाचित रहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दा चलाइएको हो। 453 पृष्ठको फैसलालाई न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले 6 भागमा विभाजन गरी अदालतमा वाचन गरेका थिए। यो फैसला बङ्गलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। उमागौरी सहकारी ठगी प्रकरणमा अञ्जनाले बुझाइन् 1 करोड बैंक ग्यारेन्टी। उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी पूर्व सार्वजनिक लेखा समितिकी सभापति तथा एमाले सांसद ऋषिकेश पौडेलकी पत्नी अञ्जना कोइरालाले रु 1 करोड रुपियाँ बराबरको बैंक ग्यारेन्टी बुझाएकी छिन्। जिल्ला अदालत मोरङको 10 लाख धरटीमा छाड्ने आदेशलाई उल्टाउँदै उच्च अदालत विराटनगरले गरेको आदेश बमोजिम उनले उक्त रकम बराबरको बैंक ग्यारेन्टी बुझाएकी हुन्। उच्च अदालतका न्यायाधीश विष्णुप्रसाद अर्यालले एकल इजलासले गत भदौ 5 गते कोइरालासहित 4 जनालाई जनै 1 करोड रुपियाँ धरौटी माग गरेको थियो। आदेशको 19 दिनपछि भदौ 23 गते कोइरालाले प्रभु बैंक मार्फत जारी गरिएको बैंक ग्यारेन्टी जिल्ला अदालत मोरङमा पेश गरेकी थिइन्। सांसद पुनर्स्थापनाको माग लिएर अदालतमा नजाने काङ्ग्रेसको भनाई। नेपाली काङ्ग्रेसले प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग लिएर अदालत नजाने स्पष्ट पारेको छ। काङ्ग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम कुमार घिमिरेले सभामुख घिमिरेलाई काङ्ग्रेसको प्राथमिकता चुनावमा रहेको बताएका हुन्। सभामुखले आइतबार काङ्ग्रेस र एमालेका निवर्तमान प्रमुख सचेतकहरूसँग संयुक्त छलफल गरेका थिए। भेटमा काङ्ग्रेसका तर्फबाट घिमिरेले आफूहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा अदालतमा नजाने जानकारी गराएका हुन्। घिमिरेकै अगुवाईमा विघटित प्रतिनिधि सभाका काङ्ग्रेसका केही सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरे पनि सभापति शेरबहादुर देउवा पक्षकै कतिपय सांसदले हस्ताक्षर गरेका थिएनन्। पूर्व आइजिपी सर्वेन्द्र खनाल दल दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा। नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ राजनीतिक पार्टी गठन गर्ने भएका छन्। दल दर्ताको निवेदन लिएर उनीको समूह आज निर्वाचन आयोगमा पुगेको थियो। खनालले समुन्नत नेपाल पार्टी नाममा दल दर्ता गर्न लागेका हुन्। यो पार्टीको अध्यक्षमा स्वयं उनी आफै रहेका छन्। हिजो नै यो दल दर्ताका लागि राजबाबु यादवका नाममा निवेदन परेको थियो। आज खनाल स्वयं गएर निवेदन संशोधन गर्दै अध्यक्षमा आफ्नो नाम लेखाएका थिए। उक्त दलमा 35 जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ। महासचिवमा बालकृष्ण पण्डितको नाम छ। आफ्नो पार्टीलाई पूर्व सुरक्षाकर्मी अधिकारीहरूको ठूलो समूहले साथ दिने खनालको दाबी रहेको छ। अन्य सुवाको अध्यक्ष सुजन कडेरियाको राजीनामा स्वीकृत, दीपक धामी बने अध्यक्ष। नेकपा एमाले सम्बद्ध विद्यार्थी सङ्गठन अन्य सेवीको पदाधिकारी बैठकले डाक्टर सुजन कडेरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ। नेपाल कमर्स क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो। जेनजी आन्दोलनका विद्यार्थी मारिएको विषयमा असन्तुष्ट जनाउँदै कडेरियाले राजीनामा घोषणा गरेका थिए। उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउने र अरू पदाधिकारी यथावत राख्ने निर्णय गरेको धामीले बताएका छन्। सुजनले सार्वजनिक गरेको रूपमा दिएको राजीनामालाई आधार मानेर पारित गरिएको पार्टीका जनसङ्गठन समन्वय प्रमुख भानुभक्त ढकालले बताएका छन्। एनपिएलको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज 5 विकेटले विजयी। एनपिएल 2 को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोर्डलाई 5 विकेटले पराजित गरेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको जनकपुरले दिएको 131 रनको लक्ष्य काठमाडौँले 18 ओभरमा 5 विकेट गुमाएर पूरा गरेको हो। लक्ष्य भेटाउन काठमाडौँका ब्रेनले 46, आकाश त्रिपाठीले 39, मिलेन्द्र कुमारले 19 र जोन सिम्पान्जले 13 रनको योगदान दिएका थिए। निर्वाचन प्रचारमा चुनाव चिन्ह अङ्कित कपडा प्रयोग गर्न नपाइने। चुनाव प्रचारमा चुनाव चिन्ह अङ्कित टोपी, टी सर्ट, ज्याकेट, गम्छा, मास्क वा झोला बोक्न नपाइने भएको छ। आगामी फागुन 21 गते प्रतिनिधि सभाको चुनाव हुँदैछ। उक्त चुनावको लागि निर्वाचन आयोगले आचार संहिता बनाएको छ। आचार संहिताको बुँदा नम्बर 13 मा राजनीतिक दल, उम्मेद्वार,
दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धी प्रावधानहरू सार्वजनिक भइसकेको छ, जुन आचरणमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा समेत पालना गर्नुपर्ने छ। जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने हुन्छ। कसैको घर आसपासमा गई निजी वा निजको परिवारका सदस्यलाई सम्बन्धित विरोध प्रदर्शन गर्न नपाइने आचार संहितामा लेखिएको छ। स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा र कोणसभा वा भेला गर्न नपाइने बताइएको छ। जेनजीलाई प्रधानमन्त्री पुनको आग्रह, सबै माग पूरा गर्ने हो भने चुनाव लडेर आउनुहोस्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेनजीका प्रतिनिधिहरूलाई सबै माग पूरा गर्ने हो भने आफै चुनाव लडेर सरकार बनाउन आग्रह गरेका छन्। ज्ञापन पत्र बुझाउन पुगेका जेनजी प्रतिनिधिहरूलाई मन्त्री पुनले तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफै चुनाव लड्ने, सरकार बनाउने अनि सबै कुरा आफैले गर्ने, त्योभन्दा कुनै उपाय नभएको बताएका छन्। उनले जेनजीका प्रतिनिधिहरूलाई मन्त्रालय आउने र मन्त्री भेटेर माग राख्ने होइन पनि बताएका छन्। अहिलेकै अवस्थामा सरकारले चुनाव गराउन नसक्ने एमाले महासचिव शङ्कर पोखरेलको भनाई। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान अवस्थामा सरकारले निर्वाचन गराउन नसक्ने बताएका छन्। सोमबार बुटोल प्रेस चौतारी रूपन्देहीसँग पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अहिले सरकारको निर्वाचन गर्न सक्ने अवस्था नभएको हुनाले निर्वाचन नहुने बताएका छन्। अहिले निर्वाचन आयोगमा कोही काम गरे पनि सरकारले अन्य विभिन्न कारणले गर्दा अहिलेको सरकार निर्वाचन गराउन नसक्ने बताएका छन्। उनले सरकारले निर्वाचन गराउन सक्ने भएको अहिले बनेको असंवैधानिक सरकारले निर्वाचन गराउन नसक्ने भएकाले एमाले वैधानिक बाटो जान विकल्प दिएको बताएका छन्। दलितमाथि भेदभाव गर्नेहरूलाई आजीवन कारावासको व्यवस्था हुनुपर्ने वामदेव गौतमको भनाई। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री वामदेव गौतमले दलित भन्नेहरूलाई आजीवन कारावासको व्यवस्था हुनुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो प्रस्ताव गरेका हुन्। अहिले पनि संविधानमा नै दलित शब्द राख्ने काम पापकर्म भएको जिकर गर्दै नेता गौतमले सो समुदायलाई हचाउनको लागि सम्पत्ति जफत गरेर उनीहरूलाई क्षतिपूर्ति हुने गरी कानुन व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका छन्। संवैधानिक रूपमा नै दलित भन्नु अत्याचार, अमानवीय र पापकर्म हुने भन्दै नेता गौतमले यस्तो हुन नदिने गरी अगाडि बढ्नुपर्ने बताएका छन्। काङ्ग्रेस, एमाले र माओवादीलाई नै बोकाएर राजा ल्याउने अध्यक्ष लिङ्गदेनको दावी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले नेपालमा अब गणतन्त्रवादी दलहरूले नै बोकेर राजा ल्याउने भएको बताएका छन्। पोखरा महानगरको अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। आफूहरूले ल्याउने राजा राप्रपाको मात्रै हुने भएकाले अब आउने राजा देशकै अभिभावक हुने र त्यो अहिलेका गणतन्त्रवादी दलहरूले नै बोकेर ल्याउने दावी गरेका छन्। गणतन्त्र मान्ने दलहरूले नै आफूसँग राजतन्त्र ल्याउने विषयमा कुरा गरिरहेको भन्दै लिङ्गदेनले गणतन्त्र राष्ट्रिय एकताको दृष्टिकोणले खतरनाक भएको बताएका छन्। उनले फागुन 21 को चुनाव अघि नै देशलाई निकास दिनुपर्ने बताएका छन्। चुनावको कुनै औचित्य नरहेको र चुनाव भयो भने पनि एउटा राष्ट्रिय पार्टीको हिसाबले हामी चुनावमा भाग लिन्छौँ, लिङ्गदेनले भने। चुनाव हाम्रो प्राथमिकता होइन, चुनावभन्दा अगाडि नै देशले एउटा निकास पाउनुपर्छ भन्ने उनको भनाइ थियो। सामाजिक सञ्जालको दुरुपयोग सुरक्षा चुनौती भएको महानिरीक्षक कार्कीको भनाई। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप बढी भएको बताएका छन्। अपराध अनुसन्धान विभागको 70औं स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागु औषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यानिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसर पसार, आर्थिक अपराध र अन्तर्देशीय प्रकृतिका जटिल तथा सङ्गठित अपराध सम्बन्धी अनुसन्धानका लागि क्षमता विकासका लागि तालिम आवश्यक रहेको बताएका छन्। उनले फैसला कार्यान्वयन र फरार प्रतिवादीको खोतलास एवं पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न र विगतमा अपराधी गतिविधि तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकताका राखी प्रभावकारी अनुसन्धान गर्न निर्देशन पनि दिएका छन्। सुन्धारा कारागारबाट फरार रहेकी महिला र पुरुष पक्राउ। भदौ 24 गते जेनजी आन्दोलनका क्रममा फरार भएका एक महिला र पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। कारागार कार्यालय जगन्नाथ देवल महिला बन्दी गृह सुन्धारामा जीव मास्ने र बेच्ने र मुद्दामा 22 वर्ष कैद सजाय कायम भई
2076 मङ्सिर 19 गतेदेखि कैद भुक्तानी गरिरहेकी धादिङको गोजुरी गाउँपालिका 2 कि वर्ष 44 की शान्ति भन्ने गीता लामा पक्राउ परेकी हुन्। त्यस्तै सुन भन्सार चोरी पैठारी मुद्दा 1 वर्ष कैद र रु 1,08,39,747 रुपियाँ 50 पैसा जरिवाना कायम भई 2081 चैत 6 गतेदेखि सुन्दर कारागारमा कैद भुक्तानी गरिरहेका काठमाडौँ महानगरपालिका 3 महाराजगञ्ज घर भएका वर्ष 33 का मोहन महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ। आन्दोलनको क्रममा सुन्दराबाट फरार उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो कार्यालयबाट खटिएको प्रहरी टोलीले कार्तिक 30 र मङ्सिर 1 गते पक्राउ गरेको हो। दुवै कैदीलाई कारागार कार्यालय जगन्नाथ देवलमा पेश गरिएको प्रहरीले बताएको छ। भ्रष्टाचार हुन नदिने वातावरण मिलाउन राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्रीको निर्देशन। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई 4 बुँदे निर्देशन दिएकी छन्। सार्वजनिक निकायबाट हुने ढुला सुस्ती अनियमितता भ्रष्टाचार सम्बन्धी प्राप्त उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले भूमिका थप प्रभावकारी बनाउन प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रका सचिव सूरज कुमार वैद्यसँग छलफलपछि प्रधानमन्त्री कार्कीले विभिन्न निर्देशन दिएकी हुन्। त्यसक्रममा उनले जेनजी आन्दोलनको मूल माग नै भ्रष्टाचार विरुद्धको कारबाही भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताएकी छिन्। भ्रष्टाचारी पछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्ने प्रधानमन्त्रीको कार्कीको भनाइ रहेको थियो। कार खोलामा खस्दा बुबाको मृत्यु, छोरा घाइते। नवलपरासीको भुमहीबाट कार दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुटोलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश 23/50 नम्बरको कार भुमहीको बोराडामा पुलदेखि तल खोलामा खसेर दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सोमबार दिउँसो 1 बजे भएको उक्त घटनामा परि अर्घाखाँची धातीवाङ 8 का मणिराम पौडेलको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका पौडेललाई तत्काल उपचारका लागि नजिकैको पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएकोमा अस्पतालमा मृत्यु भएको थियो। दुर्घटनामा परि कार चालक हरिचन्द्र पौडेल सामान्य घाइते भएका छन्। मृतक मणिराम हरिचन्द्रका बुबा हुन्। प्रहरीका अनुसार बुबा छोरा भएर अर्घाखाँचीबाट काठमाडौँतर्फ जाँदै गरेको प्रहरीले बताएको छ। चुनाव अघि महाधिवेशन मागेका देउवा निकट 25 केन्द्रीय सदस्यलाई गच्छादार र कोइरालाको साथ। फागुन 21 को चुनाव अघि महाधिवेशन गर्नुपर्ने माग गरेका सभापति देवबहादुर नदिका 25 जना केन्द्रीय सदस्यहरूलाई पूर्व उपसभापति विजय कुमार गच्छादार र पूर्व महामन्त्री शशाङ्क कोइरालाले समर्थन जनाएका छन्। कार्तिक 24 र 24 गते 24 जना केन्द्रीय सदस्यहरूले चुनाव अघि महाधिवेशन गर्ने माग गर्दै केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षरसहित मागपत्र दर्ता गरेका थिए। कुपण्डोलमा भएको छलफलमा केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ थपिएर 25 जना पुगेका थिए। उनीहरूका अनुसार उपसभापति विजय कुमार गच्छादार र पूर्व महामन्त्री शशाङ्क कोइरालाले पनि यो अभियानमा साथ जनाएका छन्। पार्टी दर्ताको अन्तिम प्रक्रियाको लागि भोलि निर्वाचन आयोगमा जाँदै विप्लव। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा पार्टी दर्ताको अन्तिम प्रक्रियाको लागि मंगलबार निर्वाचन आयोगमा जाने भएको छ। पार्टी महासचिव विप्लवसहित नेताहरू भोलि 1:30 बजे निर्वाचन आयोगमा जाने कार्यक्रम रहेको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बताएका छन्। उनका अनुसार पार्टीको चुनाव चिन्ह गुलाब प्रस्ताव गरिएको छ। त्रिवी क्रिकेट मैदानमा फ्लाइट लाइट र स्कोरबोर्ड जडानको काम मैले अघि बढाएको थिएँ, प्रचण्डको दाबी। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लाइट र स्कोरबोर्ड जडान गर्ने काम आफू नेतृत्वको सरकारले अघि बढाएको दाबी गरेका छन्। आफूले योजना ल्याएको भए पनि कानुनी, प्राविधिक र प्रशासनिक अनेक कारणले निर्माणको काम समयमा पुरा हुन नसकेको उनले उल्लेख गरेका छन्। वैधता नभएको चुनावको अर्थ नहुने, चुनाव भइहाले पनि एमाले भाग लिने एमाले नेता शङ्कर पोखरेलको भनाई। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भदौ 23 र 24 गते घटेका घटनाहरूलाई विध्वंसात्मक भन्दै यसले माओवादीमा विगत 10 वर्षमा पुर्याएको भन्दा ठूलो आर्थिक क्षति भएको टिप्पणी गरेका छन्। उनले यसलाई आन्दोलन मात्रै भन्न नसकिने बताएका छन्।